लालबन्दी वडा नम्बर 6 को चौतारो आजबाट हामीसँगबाट छुट्टिँदैछ। लाइभ होइन, यो रेकर्डिङ मात्रै हो। सरोजै अब तपाईँ गाडीमा चढेर झर्दाखेरि के भन्नुहुन्छ? पहिला त जनवादी चोकको चौतारोमा रोक्दैन भाइ भन्नुहुन्थ्यो, अब के भन्नुहुन्छ? अब त हामी माझ रहँदैन यो गाडी। अब हामी स्थानीयलाई यही समस्या भयो कि हामीले चाहिँ अब राति नाइट आउँदाखेरि कहाँनिर झर्ने भनेर गाडीवालाहरूले सोद्धाखेरि त्यो जनवादी चोक के ठुलो बर पिपल छ, चौतारो छ, के रोक्दियो भनेर भन्थ्यो हामी। त्यसपछि हामी मस्त निनाउँदाखेरि पनि गाडीवालाले चाहिँ त्यहाँ ठाउँमा रोकिदिन्थ्यो, हामी झर्थ्यौँ। तर त्यो अवस्था भएन। अब विकासको लागि विनाश गर्नैपर्छ भन्ने चाहिँ राज्यको एउटा उद्देश्य पनि हो। हामी जनमानसले पनि स्वीकृति गर्नुपर्ने भएको हुनाले यसलाई हामी सहज रूपमा स्वीकार गर्छौँ। तर स्थानीयहरूलाई चाहिँ साह्रै अप्ठ्यारो परेको छ। यो पार्किङ हो, शीतल ताप्ने चौतारा हो, तर यो क्षतिले गर्दाखेरि हामी धेरै दुःखी पनि छौँ। अब जस्तो पनि स्वीकार गर्दैछौँ, यस्तै छ। बा यो त हजुर आउनुभन्दा धेरै अगाडि नै रोपिया भनेर भन्छन्, लालबन्दी झर्नुभन्दा अगाडि नै हो भन्छन्। यो लगभग कति सालतिर रोपिया थियो होला यो गाछी? म यहाँ आएको 2036 सालमा म आउँदाखेरि नै रोपिसकेको थियो, गाछी थियो। त्यो कति सालमा रोपेको हो त्यो मलाई एकदम थाहा छैन। भनेपछि लगभग 70-80 वर्षको भयो होला यो गाछी। म 36 सालमा कति वर्ष हो? म 36 मा 32 सालतिर रोप्या हो कि। मामा तपाईँको त घर अगाडिको एउटा चिनारी जाँदैछ, यसमा तपाईँलाई के भन्नुहुन्छ त? यो लालबन्दीको सान मान आजदेखि टुट्दैछ। यो एउटा लालबन्दी जनवादी चोक भनेर मेची महाकालीदेखिका मान्छेले पहिचानको रूपमा चिनेको ठाउँ हो, जुन आज विनाश हुँदैछ। यसले लालबन्दीको सौन्दर्यतामा ठुलो धक्का पुगेको छ। विकासको लागि विनाश गर्नै पर्ने बाध्यता पनि हो। तर सट्टामा चाहिँ सडक विभागले व्यवस्थापन गरिदिएमा अति उत्तम हुने थियो भन्ने मेरो विचार छ। तपाईँहरू पसलका साउजी, यो चौतारोले तपाईँलाई केही असर गरेछ कि छैन त? यो भत्किँदाखेरि यो चौतारोले त धेरै असर गरेको छ हजुर। के छ भने चाहिँ तपाईँको 12 बजे 2 बजे राति पनि बटुवाहरू आएर बस्ने गरेको थियो। पानी पर्दा पनि त्यहाँ छहारीमा यसो लुक्ने ठाउँ थियो। गर्मीको महिनामा तपाईँको 2 बजे रातभरि पनि हामी पनि गएर बस्थ्यौँ। जनवादी पसल कहाँ छ भन्दा जनवादी चोक चाहिँ बटुपलको अगाडि छ भनेर भन्न पाएको। मुटु नै पोल्दो रहेछ, मनभरि आशा बोक्न पनि सकिन्न रहेछ, छाडी जानेलाई रोक्न पनि।